हेलो एभ्रिवान, आज चाहिँ हामी नेपालको डे 3 हामी चाहिँ अहिले चितवन जाँदैछौँ अनि हजुरहरूलाई चाहिँ हामी चितवन गएर नै भिडियो कन्टिन्यू गरेर देखाउँछौँ। हिजो चाहिँ हामी रत्न पार्कतिर गएको थियौँ, खास केही पनि छैन भिडियो गर्नलाई, त्यही भएर हामीले हिजोको भिडियो केही पनि छैन। तर आज चाहिँ डे 3 हो अनि आज चाहिँ हामी अब चितवन जान्छौँ अनि त्यहाँ गएर नै हजुरहरूलाई भिडियो कन्टिन्यू गरेर देखाउँछौँ। अरु गिफ्ट पनि छ हैन, तर यो चाहिँ दिइहाल्छु, देखिहाल्छु। मेरो सँगसँगै आयो हैन त? राम्रोसँग आयो, एकदम खुसी लाग्यो। गिफ्ट आले ल तपाईं छोरी खानुहुन्छ? स्वागतम स्वागतम। वेलकम होम। थ्याङ्क यू। ह्यापी दसैँ, ह्यापी बिहे, बिहे, सब ह्यापी तिहार, ह्यापी मोमेन्ट। यो पंखा निभाउनु पर्यो नि। वेलकम टु होम द ब्लग। आफै गमको खाइदिए मामालाई बरु यो खाइदिनु पर्ने। ओहो ल जल्दी ट्याग गिफ्ट ल दसैँ आयो भनेको हामी चाहिँ अहिले चितवन आइपुगिसक्यौँ र अब चाहिँ खाना खान्छौँ, फ्रेस भयो, अब खाना खान्छौँ अनि त्यसपछि बिहे गरेर जान्छौँ अनि बेलुकातिर अथवा कति बेला हुन्छ हामी गिफ्ट ओपन गर्छौँ, त्यो बेलासम्म हेरेर बस्नु होला। अङ्कल मात्र होइन, आएका हामी त्यही त। हेलो, तिमीहरू सजिलो आयो नि है आज। नानीले को भनेर चिनिन अनि हामीले उसलाई सोच्नको लागि भनेछौँ 3 गेस्ट मिल्यो भने चाहिँ प्राइज पाउँछ है। वर्षा दिदी यहाँ हेर्न आइस, नानीले गेस गरेको, यहाँ नानीले को हो भनेर नचिनेर गेस गरिरहेको छु। 3 गेससम्म मिलायो भने प्राइज पाउँछ। को अङ्कल? को अङ्कल? कसको सिरमान हो र अङ्कल? अङ्कल के भन्यो त नि? अन्टीको बुढालाई के भन्छ? मामाको बुढालाई दाइजो भन्छ, ए बुढीलाई। कस्तो बोल्दै के उसले दारी रहेछ तिमीहरू। नमस्ते।
अमेरिका गएर कालो चस्मा लगाएको हेलो, अब चाहिँ हामी गिफ्ट हेर्न जाँदैछौँ। अब सबैजना एकदम एक्साइटेड भएर बसिराख्नु भएको छ। यहाँ हजुरले हेर्न सक्नुहुनेछ। ड्याडी ओपनिङ हुन्छ र हामी ओपन हुन्छ र हामी त्यो भएर वेटमा छौँ। ल दाइ, हजुरलाई कतिको एक्साइटेड हुन्छ? एकदमै छिटो गर्न छ। ल आयु कतिको एक्साइटेड? एकदमै एक्साइटेड, सुपर एक्साइटेड। अब हामी चाहिँ मम्मीलाई वेट गरिरहेको छौँ होइन। हामीलाई त थाहा छ नि त गिफ्ट, त्यही भएर हामी चाहिँ देखाउन एक्साइटेड। कस्तो लागिरहेको छ? ठिक छ, अब नानीको उपहार कतिखेर हेरौँ जस्तो भन्छ। त्यसको प्रतीक्षामा छौँ। प्रतीक्षामा छौँ हामी। बिहान आएको, अब बेलुका हेर्ने भनेर सबैजना यसरी बसिरहेको छौँ। ल अब हामी गिफ्ट खोल्न गइरहेको छौँ। यो हाम्रो फर्स्ट ब्याग हो। कतिको एक्साइटेड हुनुहुन्छ सबैजना भनेर यहाँ यतिकै थाहा हुन्छ। एकदमै एक्साइटेड। ल पहिले मेरो खोल्ने कि सुरुमा यी काव्यको आयो। यो जुत्ता हजुरलाई। माइजूलाई छुट्टै सानो लगेज निकाल्नु पर्ला जस्तो। हजुरको माथि नै परेछ। कलेक्सन यहाँ, यी कलेक्सन यहाँ। सुरज भाइलाई। ओ माई गॉड, फाइनल भाइ हो मेरो। थ्याङ्क यू। आसनालाई। मामाहरूको बाबुलाई। हाम्रो नयाँ भाउजूलाई र मुना भाउजूलाई। आयुषलाई। ओ ल ल ल ल ल फाइनली न्याउरो भएर बसेर अब साथै साथै ग्रुप हेर्न सक्नुहुन्छ। यो चाहिँ निर्मला आन्टीलाई किनेको। ए यो भित्र भएको पनि मम्मीलाई। र यो पनि भित्र छ। यो चाहिँ मेरो लुगा हो। गो ल अब सेकेन्ड अब सेकेन्ड ब्याग हो। अब हेर्न सकिन्छ। आयुषको हो यो चाहिँ। यो ड्याडीको हो। ल यो ड्याडीको आयो। ड्याडीको लागि। ल यो यसै गरी। सरी उसको लागि भनेर यसरी लेखेर ल्याएको। यो मामा घरको बाबाको लागि हो। यो आयुषको लागि हो। सुरज दाइको लागि। ओ माई गॉड, फेरि थ्याङ्क यू बहिनी। यो पनि मम्मीको लागि हो। त्यो नयाँ अब केसेल गर्ने कुनै हो? ल यो ड्याडीलाई यो ड्याडीको। र यो आयुषको लागि हो। ल ल ल फेरि यो चाहिँ घरको आमाको लागि हो जुत्ता। यो चाहिँ बुवाको लागि हो। बुवा बुवाको बाको लागि हो। ड्याडीको यो चाहिँ एकदम स्पेसल। यो मेरो स्यालेरीले किनेको, मेरो फर्स्ट स्यालेरीले किनेको। छोप्यो त सरी। आयुषको झन् भेरी भेरी स्पेसल गिफ्ट यहाँ आउँदैछ। त्यहाँ त्यसमा पछाडि अगाडि सबै यो मम्मी आयुष र ड्याडीलाई कबिनको लागि हो। यो कबिनको आयो ल। मेरै हो। यो चाहिँ हाम्रो चौथो ब्याग ब्याग ओपन हुँदैछ। यसमा अब हेरौँ है के छ। आयुषको लागि स्पेसल डिमान्ड। ल चस्मा। ल लगाइहाल लगाइहाल। ल पर्फ्युम। ल थ्याङ्क यू। ल फेरि यो मम्मी ए होइन आमाको मामाहरूको आमाको नहुने। ल नजिकबाट नजिक ल्याउनु त। नाइकी त्यो उसमा पाँचौँ उसमा झुन्डायो नजिक। आजको अझै सकेको छैन है भन्न लाग्यो। सकेको छैन है भन्न लाग्यो हो। मम्मीको लागि ब्रान्ड न्यू आइफोन। ल माइजू ल बधाई छ। सबभन्दा स्पेसल गिफ्ट लास्टमा। त्यो ब्रान्डमा त्यहाँबाट गर्नु खोल्नु ल। स्पेसलै रहेछ
यस्तो राम्रो कलर छ यो फोन यस्तो राम्रो त्यो पर्पल कस्तो राम्रो कलर माइजूलाई फोटो खिचिहाल्नु एउटा खोलेर अब यो नि हो सस्पेन्ड राखेर यो मोबाइल त्यहाँ टक्क अब भोलि बनाइदिनु परेको म अनि भोलि बिए पछि लिने माइजूको सबभन्दा खतरा सरप्राइज ल हो अब त फोटो खिच्न माइजू है ले त हामीले यो कलर एकदम खोजेर ल के नानी हो ल यो आयुषको कभर है लगाइहाल्नु है यहाँ पनि हुनुपर्छ यो कभर पछाडि यहाँ पनि हुनुपर्छ कभर यो चाहिँ ड्याडीको लागि ल ल ल 16 हो त नि 16 प्लस ब्ल्याक ल के गरे यहाँ त हामी के गर्ने अब मामा ल खोल्नु स्पेसलेस स्पिचलेस मामा त अझै स्पिचलेस पनि हो सोचेकै थिएन ल खोल्नु न खोल्नु खोल्नु उद्घाटन गर्दैछु है एकदम ल नानीको पहिलो सेलरीबाट लिएको पाइएको गिफ्ट नानी र बाबुको तर्फबाट छोरी र ज्वाइँको तर्फबाट ल ल हेलो जनाले कलर होइन माइजू यता 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 कलर उल्टो भयो के हुनु भयो माइजू के हुनु भयो अरे है म स्पिच म त साउन्डलेस मामा ट्वाल एकदम मैले सोचे नसोचेको कुरो लास्टमा एकदम प्लास्टिक आएर झन् आयुषले चाहिँ आफै लिन्छ पछि किनेर भनेर आयुषलाई केही पनि ल्याइदिन फोन मामालाई आज निन्द्रै लाग्दैन अब अब हाम्रो गिफ्ट सकियो ताली ल अनबक्सिङ प्रोग्राम यहीँ समाप्त भयो हेरिदिनु भएकोमा सबैलाई धन्यवाद ल आमा पैसाले आमालाई कसरी नाति कहिले सारी भोलि सारी लाला आमाले ल यो मोबाइलहरू बाँकी नै छ है ल फेरि लिन आउनु ल यो राखेर यति राखेर आउँछु अनि फेरि अर्को लट 2-3 लट छ छिटो आएर आउनु यो चाहिँ